कल्पना गर्नुहोस्, यदि कसैले तपाईलाई भन्यो कि ऊ 9 वर्षदेखि लगभग खाना नखाई बाँचिरहेको छ, के तपाईँ विश्वास गर्नुहुन्छ? धेरैलाई यो कुरा असम्भव लाग्न सक्छ, तर एउटा दाम्पत्यले यस्तै दाबी गरेका छन्। आज हामी त्यही अनौठो दाबीबारे कुरा गर्दैछौँ। अमेरिकाको क्यालिफोर्नियामा बस्ने क्यामिला कोस्टेलो र उनका पति अकाही रिकार्डोका अनुसार उनीहरू धेरै वर्षदेखि नियमित रूपमा खाना नखाई जीवन बिताइरहेका छन्। उनीहरूको भनाइमा शरीरलाई चाहिने ऊर्जा खाना होइन, ब्रह्माण्डको ऊर्जा र श्वास प्रश्वासको अभ्यासबाट प्राप्त हुन्छ। उनीहरू आफूलाई ब्रेथरियन भनेर चिनाउँछन्। यो विश्वास अनुसार मानिसले आध्यात्मिक अभ्यास र श्वास प्रश्वासको माध्यमबाट आवश्यक ऊर्जा प्राप्त गर्न सक्छ। उनीहरूको दाबी छ कि सन् 2008 देखि उनीहरूले खानेकुरा निकै कम गरेका छन् र पछिल्ला केही वर्षमा कहिलेकाहीँ थोरै फलफुल वा सागपात खाने गरेका छन्। यस कथामा सबैभन्दा धेरै चर्चा भएको विषय भनेको क्यामिलाको गर्भावस्था हो। उनले गर्भवती हुँदा पनि नियमित रूपमा खाना नखाएको दाबी गरेकी छन्। उनीहरूका 2 सन्तान छन् र उनीहरूको भनाइ अनुसार दुवै स्वस्थ छन्। यही कारणले यो समाचार संसारभर चर्चा भएको थियो। तर अब यहाँ एउटा निकै महत्त्वपूर्ण कुरा छ। यस दाबीलाई वैज्ञानिक अनुसन्धानले पनि पुष्टि गरेको छैन। स्वास्थ्य विशेषज्ञहरूका अनुसार मानिसले शरीरलाई ऊर्जा, प्रोटिन, भिटामिन, खनिज र अन्य पोषक तत्त्वहरू नियमित खानाबाट नै आवश्यकता पर्छ। लामो समयसम्म खाना नखानु शरीरका लागि गम्भीर रूपमा हानिकारक हुन सक्छ। त्यसैले यो दाम्पत्यको दाबीलाई एउटा चर्चित दाबीका रूपमा हेर्न सकिन्छ, तर यसलाई प्रमाणित तथ्य मानेर अनुसरण गर्न सुरक्षित हुँदैन। यदि कसैले यस्ता कुरा सुनेर खाना छोड्ने प्रयास गर्यो भने यसको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। यस्ता अनौठा कथाहरूले धेरैलाई सोच्न बाध्य बनाउँछन्। आखिर यो वास्तवमै सम्भव हो वा केवल एउटा अप्रमाणित दाबी मात्र हो? यसको स्पष्ट उत्तर वैज्ञानिक प्रमाणबाट मात्र आउन सक्छ। अब तपाईको विचार के छ? के मानिसहरू वास्तवमै खाना बिना वर्षौंसम्म बाँच्न सक्छ वा यो केवल एउटा दाबी मात्र हो? आफ्नो धारणा कमेन्ट मार्फत लेख्न नबिर्सनुहोला। यस्तै रोचक र तथ्यमा आधारित जानकारीका लागि हाम्रो पेजलाई फलो गर्न नबिर्सनुहोला। धन्यवाद।